तपाईहरु पैसा कमाउन चाहनुहुन्छ तर कन्फ्युज हुनुहुन्छ ट्रेडिङ गर्ने कि लङ टर्म इन्भेस्टिङ गर्ने। आज भिडियोमा म तपाईलाई एकदम क्लियर र प्र्याक्टिकल तरिकाले बुझाउने छु कुन राम्रो हो र कसलाई कुन सुट गर्छ र कसरी तपाई पैसा गुमाउनबाट बच्न सक्नुहुन्छ। यो भिडियोमा अन्त्यसम्म हेर्नुभयो भने तपाईले इन्भेस्टमेन्ट लाइफ चेन्ज हुन सक्छ। लङ टर्म इन्भेस्टमेन्ट भन्नाले शेयर किनेर लामो समय जस्तै तपाई 3 वर्ष 5 वर्ष 10 वर्ष बढी राख्नु भयो भने एक्जाम्पल तपाई आज एउटा राम्रो कम्पनी शेयर किन्नु भयो र 5 वर्षदेखि 10 वर्षसम्म राख्नु भयो भने कम्पनी बढ्दै जान्छ, प्रॉफिट बढ्छ, शेयर प्राइस पनि बढ्छ। यसलाई भनिन्छ फिटनेसले पैसा बनाउने तरिका। फेमस रुल्स तपाईले टाइम इन द मार्केट, बेस्ट टाइम इन द मार्केट। लङ टर्म इन्भेस्टमेन्ट का फाइदा कम रिस्क, ट्रेडिङ भन्दा स्ट्रगल कम हुन्छ, कम्पाउन्डिङ पावर पैसा आफै बढ्न जान्छ, बिगिनर को लागि बेस्ट हो। लङ टर्म इन्भेस्टमेन्ट का कमजोरीहरु पैसा स्लोली बढ्छ, फिटनेस चाहिन्छ, गलत कम्पनी छान्यो भने लस पनि हुन सक्छ। ट्रेडिङ भन्नाले शेयर सर्ट टाइममा किनबेच गर्ने प्रॉफिट कमाउँछ हो। ट्रेडिङ टाइप अफ इन्स्ट्राडे ट्रेडिङ सेम डे बाई र सेल गर्ने त्यो हो। अनि स्विच ट्रेडिङ फ्यु डे विच एक्जाम्पल तपाई एकचोटी किन्नु भयो भने एक दिन एक हप्ता भएर राख्नुहुन्छ अनि केही माथि गएपछि बेच्नेलाई स्विच ट्रेडिङ फ्यु विच भन्छ। एक्जाम्पल आज तपाईले 100 रुपैयाँ शेयर किन्नु भयो र भोलि 110 रुपैयाँमा बेच्नु भयो भने प्रॉफिट 10 रुपैयाँ हुन्छ र ट्रेडिङ का फाइदा फास्ट मनी, छिटो प्रॉफिट हुन्छ, डेली अर्निङ पोसिबल, एक्टिभ इन्कम जस्तै हुन्छ। अब ट्रेडिङ का कमजोरी हाई रिस्क लस पनि छिटो हुन्छ, नलेज एक्सपिरियन्स चाहिन्छ, इमोसनल कन्ट्रोल गर्न गाह्रो हुन्छ। अब लङ टर्म भर्सेस ट्रेडिङ कम्प्रोमाइजेसन। अब लङ टर्म इन्भेस्टमेन्ट सेफ, स्टेबल, बिगिनर फ्रेन्डली, लिस स्ट्रेस, स्लो बट पावरफुल ग्रोथ। ट्रेडिङ फास्ट प्रॉफिट बट रिस्क, एक्सपिरियन्स चाहिन्छ, इमोसनल प्रेसर हाई, 90% पिपल लस नै गर्छन्। अब ट्रेडिङमा धेरै मानिसहरू किन फेल हुन्छ? ग्रेट लोभ, फेयर, डर, बिना नलेजको ट्रेड गर्नु। लङ टर्म इन्भेस्टमेन्टमा डिसिप्लिन हुँदै नै मोस्टली विन गर्छ। कुन तपाईको लागि सही हो? यदि तपाई बिगिनर हुनुहुन्छ भने लङ टर्म इन्भेस्टमेन्ट बेस्ट हो। यदि तपाईले चार्ट हेर्न हुनुहुन्छ, रिस्क लिन सक्नुहुन्छ, टाइम दिन सक्नुहुन्छ तब तपाई ट्रेडिङ गर्न सक्नुहुन्छ। गोल्डन स्ट्रेटेजी प्रो टिप्स 80% पैसा तपाई लङ इन्भेस्टमेन्टमा हाल्नुस् अनि 20% पैसा तपाई ट्रेडिङ गर्नुस्, सिक्नुस्। यसले रिस्क कम गर्छ र लर्निङ पनि हुन्छ र इन्कमको ब्यालेन्स हुन्छ। रियल लाइफ ट्रुथ अब बजारमा ओभरनाइट करोडपति बन्ने सपना देख्ने थोरै हुन्छ तर सत्य हो कन्स्टिट्युएन्टली रियल सक्सेस, डिसिप्लिन, रियल मनी, क्याल्कुलेसन। अब लङ टर्म इन्भेस्टमेन्ट सेफ विल, ट्रेडिङ स्किल, बेस्ट गेम। सही चोइस हो तपाईको गोलमा निर्भर गर्छ। यदि तपाईको यस्तो शेयर मार्केटमा रिलेटेड पावरफुल कन्टेन्ट मन पर्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् इन्भेस्टमेन्ट वा ट्रेडिङ। म तपाईको रिप्लाई पढ्छु। धन्यवाद। फेरि अर्को भिडियोमा भेट्नेछु।